हेलो एन्ड नमस्ते सबैजनालाई। मेरो यो छोटो मिनी भ्लगमा चाहिँ सबैजनालाई स्वागत छ। आज चाहिँ म यसो आफ्नो घर नजिकैको पार्कतिर घुम्न आएको। एकदमै रमाइलो ठाउँ छ यहाँ पनि, क्याम्पिङको लागि एकदमै राम्रो छ। तपाईहरु पनि छुट्टी अथवा क्याम्पिङ आउन मन लाग्छ, बीबीक्यूहरु आउन मन लाग्छ भने चाहिँ यो ठाउँमा चाहिँ आउन सक्नुहुन्छ है। धेरै राम्रो छ यो ठाउँमा चाहिँ। हरियाली रुख अनि यहाँ चाहिँ मान्छेहरू यसरी क्याम्पिङ यहाँ राखेको हुन्छ है। सिँढी राख्न मन लाग्यो अनि आफ्नै ठाउँहरू यसो देखाउन मन लाग्यो, त्यही भएर छोटो रेकर्डिङ गरेको। धेरै रमाइलो छ। मान्छेहरू चाहिँ लास्ट टाइम क्याम्पिङ आउँछ यहाँ चाहिँ। बिहान बेलुका चाहिँ जाडो छ, दिउँसो चाहिँ मजाले घाम लाग्छ। फेरि यहाँ कपाल त सबै झरिसक्यो। मजाले नुहाइ लिइराखेको जस्तो छ मान्छेहरू। बस्ने ठाउँ पनि मजाको रहेछ। नजिकै भए पनि कहिले आएको थिएन, आज बल्ल आएको घुम्न। यहाँ चाहिँ घर नजिकैको माउन्टेन है। आकाश पनि एकदम राम्रो छ, आज मजाले खुलेको छ आज आकाश। लगभग हङकङमा जाडो त सुरु भइसक्यो है। बीबीक्यू गर्ने ठाउँ यो चाहिँ। टक्क टेबलहरू पनि यसरी बनाइदिएको हुन्छ यहाँतिर चाहिँ गभर्मेन्टले। यहाँतिर पनि एउटा टेन्ट हाँसेर बसिराखेको छ यहाँ पनि। अघिको चाहिँ माथिल्लो क्याम्पिङ हो भने अब म तपाईँहरूलाई चाहिँ तल क्याम्पिङ साइट पनि देखाउँछु। त्यो चाहिँ एकदमै नेचुरल छ क्या यहाँको क्याम्पिङ चाहिँ। अनि क्याम्पिङ गर्ने ठाउँहरू चाहिँ नेचुरल छ, एकदम रमाइलो छ। त्यही भएर म तपाईँलाई तल्लो साइडको पनि देखाइदिन्छु। अनि सिँढी जङ्गलको जस्तै राम्रो सिँढी बनाएको छ यहाँ चाहिँ। सरल र
यस्तो छ ठाउँ चाहिँ। एकछिन फुर्सद भएको बेलामा यता जङ्गलतिर हिँड्न आएको। भइरहेको यस्तो दामी छ यहाँ पनि। आनन्दको शीतल सबै व्यवस्था छ यहाँ। नजिकै चाहिँ खोला। के बनाएको छ यहाँ फेरि कछुवा, मृग, बकुल्ला। यो ठाउँ पनि यस्तो बनाएको रहेछ। खोलामा नि गइदिउँ न त। माछा छ कि हो यो खोलामा? बल्छी खेल्ने खोला जस्तो छ क्या। माछा त छैन रहेछ कि, बोसुनाहरू मात्र। धन्न लडेन हौ। हेलो हेलो आउनुहोस् यो खोलामा माछा समात्न। गर्मीमा शीतल ठाउँमा बस्न चाहिँ आनन्द आउँछ। भर्खर ड्युटी बिहानको सिफ्ट भएर अनि लन्च खाने बेलामा चाहिँ सो एकछिन यतातिर हिँड्न जानु मन लाग्यो अनि त्यही भएर यसो आएको। 10-15 मिनटको टाइम भएको बेलामा आजलाई यति भन्दै यो मेरो साइडमा मेरो
गाउँमा हङकङको मेरो गाउँमा भएको यो क्याम्पिङ साइट एउटा माथिको अनि एउटा तलको क्याम्पिङ साइट यसो भ्लगमा हाल्न मन लाग्यो अनि त्यही भएर अनि देखाएको कस्तो लाग्यो तपाईँहरूलाई। अनि लास्टमा यो तपाईँहरू यहाँ कसरी आउन सक्नुहुन्छ भने तपाईँहरू एमटिएबाट फाइनल्यान्ड स्टेसनमा आउनुहोस् अनि सी एक्जिटमा आएर त्यहाँबाट मिनी बस 52B चढेर आयो भने चाहिँ होक्ताउ भन्ने ठाउँ, गाउँको नाम चाहिँ होक्ताउ। अनि यो चाहिँ मिनी बसको लास्ट स्टप नै हो। त्यहाँबाट 10 मिनट जति हिँडेर आएपछि चाहिँ यो ठाउँमा आइपुग्न सक्नुहुन्छ है। यति सानो छोटो जानकारी इन्फर्मेसन पछि मेरो ब्लग यहीँ अन्त्य गर्न चाहन्छु। बाई बाई, सी यू इन द नेक्स्ट ब्लग।